So hello everyone, welcome to my channel again. So आज चाहिँ सनिताको बर्थडे हो. सो ऊ चाहिँ यता छ है, उसको बर्थडे हो. त्यही भएर हामी चाहिँ बिहानै पूजा गर्न मन्दिर जाँदैछौँ. साथीहरू आज थियो सन्ताको बर्थडे, त्यही भएर हामी बिहान उठ्यौँ, नुहायौँ, फ्रेस भयौँ अनि आज हामी मन्दिर दर्शन गर्न आएको छौँ साथीहरू. सबैले जतिले भिडियो हेरिराख्नु भएको छ सन्तालाई ह्याप्पी बर्थडे भनिदिनु होला. हाम्रो क्युटी पाइको लागि ह्याप्पी बर्थडे भनेर विशेष गरिदिनु होला. भगवान्ले चाहिँ धेरै धेरै गड ब्लेस दियोस् साथीहरू. रहेछ ल, हामी चाहिँ टक्क ढिम्की आयौँ आज. चैत 4 गते कि हुन् यिनी चैते भादर. त्योहरू हामी चाहिँ अब पूजा गर्न लाग्यौँ सन्ताको बर्थडेको लागि. सबै कुरा रेडी भयो. हाम्रो बर्थडे गर्ल अब यता शिव भगवान्लाई अलि चढाएको है फुलपातीहरू अनि भित्र सट्ट जाने. ल फुल अलिअलि ल भयो. ल अब परतिर यसो तुलसीतिर अलिअलि रङसङहरू फ्याल. रङ त वहीँ छ. चामल धेरै भयो क्या. रङ पो फाल भनेको त स्याउमुनि छ क्या रङ जल्ने. अघि भन्नुपर्छ त मैले. चामल छर्के गर्छ भने अलिअलि टिका लगाएपछि यताउति पुछपाछ गर्ने. ल अब उपरतिर फुल चढाउनु पर्यो होइन. ल अगरबत्ती चाहिँ कहाँ हालिदिनु नि. सो सनिताले चाहिँ यहाँ पूजा गर्दैछ साथीहरू. उसको बर्थडे आज. बर्थडे ढिलो भइसक्यो हामी आएको आज. त लास्टै अब लबस्टरी छ छ्या. सो अब चाहिँ शुभ कार्य गर्न लागेको छ सन्ताले. अब उता अलिक हेरेर अलिक हातेर कताबाट पुऱ्याउँछु. उता अल्कोपट्टिबाट अब ड्याममै पारेर सन्ताले लै साथीहरू ड्याम थुक्का अर्को बजरी भयो. लु पानी बाहिर फ्याँक्नु हुँदैन. लु डोडे उल्टा भयो यताबाट. लु सनिताले पानी छिट्यो अलिअलि छिट्यो नि एकैचोटि घप्प पुग्नु हुँदैन. उसले त पानी सबै पुग्यो. ल साथीहरू सनिताको चाहिँ आज 1 राउन्ड भयो. अलिअलि यसो छिट्ने फ्याँक्नु हुँदैन. पानी नै बाङ्ग बनाइरहेको छ. अलिअलि छिट्ने हो क्या. उसले त त्यो फोडेर निकालिदियो. लु 1 भयो. लु ढोक्दै मन्दिर यसरी पुज्दै सनिताले साथी हो लै. नमस्ते गर म के माग्दैन त चाहिँ म भिडियो बनाएर राख्छु. 2 राउन्ड भयो. अब 1 बाँकी छ. मनन के माग्ने अठोट माग्ने. भयो यता आइज यता ढोक्ने. अब साथीहरू मन्दिर चाहिँ उरेसाले क्लोज. ल माग्यो विशेष चढाउने होइन. यो त अब बोकेर प्रसाद पो बाँड्ने हो त. यो अब भरे अलिअलि निकालेर मान्छेहरूलाई बाँड्नुपर्छ अनि अलिअलि राम्रोपर्छ. ल सन्ताको उस मागिस् नि. ल अब साथी सन्ताले चाहिँ अगरबत्ती बाल्छे. यस्तै छ आजको हाम्रो दिन. साथीहरू हामीले चाहिँ पूजाहरू गऱ्यौँ. पुग्छौँ अब 11:30तिर घरको सरासर गयौँ भने. अब पूजाहरू गरियो. ढिम्की आएर सन्ता र म लग हो. अब हामी घर जाने खिच्यो. अब घर निस्किने. त्यसपछि हाम्रो अरू प्लान छ साथीहरू. माग्खा छैन. प्रसाद खाएको अलिकति भोक लागिसकेको. त्यही हो आजको दिन हाम्रो के हुन्छ हेर्दै गर्नु होला है साथीहरू. हामी चाहिँ सन्ताको बर्थडे पार्टी गर्नलाई चाहिँ होटल भ्यू पोइन्टमा आएको छौँ. त्यही हो आजको हाम्रो चाहिँ मर्निङदेखि नै धेरै हाँसुटो गराएको छौँ साथीहरू. क्यामेरामा यस्तो त्यही हो. अनि सन्तुको चाहिँ आज बर्थडे मनाउन हामी यता भ्यू पोइन्टमा आएको छौँ. एउटा म मात्रै छु मैले. एकछिनमा दिदीहरू आउँछ. सो साथीहरू अनि आजको चाहिँ मेरो बर्थडेको चाहिँ साथीहरू हल्का फोटो लगाएको छु. यो चाहिँ यता छ. त्यही हो बर्थडे हो आज. अनि कस्तो लागेर देखेको त लग कस्तो लागेर तँलाई खुसी लागेर
म टिकटक बनाइरहेको छु गाइस यतिकै स्टार हुने भाइ त्यही हो दुईजनाहरू चाहिँ मेरो चाहिँ हल्का घाउ गएको छ क्या त्यही भएर माथि आइरहेछौँ दिदी आउने वेटमा त हाम्रो केकहरू भयो ब्यागहरू छ कतिखेर आउने दिदी थाहा छैन नानालाई कल गरौँ कति राम्रो आएको साथीहरू सो हाम्रो चाहिँ खानेकुराहरू आउँदैछ मेरो प्यारी दिदी एउटै दिदी भगी नामको दिदी एउटै दिदी हो र सिस्टर फ्रम एनदर मदर सन्ते आज सन्तेको बर्थडे त केक छ साथीहरू अब हामी खाने हाम्रो खानेकुरा सो हाम्रो चाहिँ फुडहरू आइसकेको छ थोरै केक काट्न लाग्यौँ त्यही भएर थोरै अहिले यता सारौँ न तपाईँहरू उता पल्लो सारौँ त उलेर आउनु ल लाइटर सो त्यही हो हाम्रो चाहिँ खानाहरू भयो 3 जना छौँ इनफ छ है यता सार्नु न त्यसलाई नि लाइटर लिएर आउनु नि ल आउँ ल के काटौँ अब यता सारौँ हुन्छ ती राखौँ रेडी गरेर छ नि त दिदीहरू लाइटर लिएर आउनु त लु फास्ट ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु Happy birthday to you, Sanita. Happy birthday to you. Janmadin Mubarak. Wow, 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 wow. So Sanita ko चाहिँ बर्थडे केक पनि काटियो अब Happy birthday to you. सक्यो अब यस सन्ताको बर्थडे अब म केक काट्छु ल इन्भाइट छ हाम्रो ग्रुपमा 3 जनाको सारो 3 जना मात्रै भयो के बस्नु ल आउनु ल अब कहानी 4 जनाले Happy birthday to you नानालाई देन ल Happy birthday थोरै चखान हालेको गर्दा भइहाल्यो नि सनिताको बर्थडे खानु पनि त म हो तर पनि तलाई दिएको के Happy बस्नु ल ल अमला टोक दे अलिकति मात्र खुवाइ सन्टु कतिहरु खानु है सन्टु जुम दियो बेटा ल भाइ भाइ आउनु हजुर पनि ल आउनु कसलाई दिनु है प्रेमिकालाई पठाइदिनु पर्छ अलि नि अब मलाई गयो न म बहिनीलाई दिन्छु आउनु ल हाम्रो त अनि केक छ ओ यहाँको हैन यो दाइ छैन एउटा रोगी हुनुहुन्छ जिम गरेर हप्तो जानु आउनु भएको छ को चाहिँ यहाँको ओनर दाइ हो जिम गर्नुहुन्छ नि हो कि हत्रो भाखा ज्यान ओइ बहिनी ओनरको चाहिँ भाइ म दाइजो बन्यो दिदीको पसल हो नि खानु कति भिडियो गरिराको हौ भाइ हेलो हेलो गर्ने इलु हाम्रो प्यारी गुडिया रानी लु आज मैले बर्थडे खाए सन्त बहिनीको के गर्नु हाम्रो चाहिँ खानाहरू आइसकेको छ है हाम्रो सन्तु डार्लिङ यता मेरो सिस्टर प्रेमिकै यता छ अब हामी खान्छौँ अब मिठो हुन्छ हामी मिठो खालि खान्छौँ है त खायो अरे प्याकहरू गरी निस्क्यौँ साथीहरू घर हतार छ